आजको 68 मा चाहिँ म गाडी बिरामी भएर चाहिँ उपचार गर्न आएको छु। 68 मा चाहिँ म पनि एकदम बिरामी भएर चाहिँ ढिला उठेको र आज चाहिँ गाडी बनाउन आएको छु म। र गाडीको चाहिँ ब्रेक मास्टर सिलिन्डर फेर्नु पर्नेछ। यो विजेताबाट लिएको सामान अब यसलाई चाहिँ भाइले फेर्दैछन्। त्यहाँ भित्रपट्टि काम हुँदै गर्छ र अस्ति हालेको चाहिँ अब यो निकाल्दिनु पर्ला जस्तो। राम्रो होला भनेर निकालेको हालेको सुरुमा त राम्रो देख्यो, अहिले त नराम्रो देख्यो। अब यसलाई चाहिँ म निकाल्छु। हाल्नुपर्छ अनि त्यति हो यसलाई चाहिँ। र आजको दिन चाहिँ यतै बित्ला जस्तो छ। गाडी बनाउँदा के बनाउनु आउनु भयो? गाडी बनाउन आएको। ए गाडी बनाउन आएको भाइ। प्याक छ। हात्ती गाडी बनाउनु पर्यो नि यहाँ उहाँकोमा है। अनि सर खतरा राम्रो बनाउनुहुन्छ ल। सानो भर्याङमा यादाको पारिपट्टि ढिला चाहिँ ढिला भए अलिक छिटो गर्नु पर्यो। देवानन्द यादव हात्ती गाडी स्पेसल होइन त? बन्न चाहिँ अरू सबै बन्छ तर हात्ती चाहिँ स्पेसल है। टाटा कम्पनी गाडीहरू लाइट गाडीहरू चाहिँ आउन सकिन्छ। र अब यहाँ काम धमाधम भइरह। अब छिटो जानुपर्ने बनाएर र बन्ने क्रममा कुद्नु पर्ला। त्यही भएर नकुदाएको नि त कुदाएको तपाईँको एकदम स्पष्ट हुन्छ कि। ए अहिले बङ्गममा नि त। र अहिले भयो भने पर्दैन। अब गाडी पनि बनिसकेको छ। अब चाहिँ पानी पनि हल्का परिरहेको छ। र अब चाहिँ घरतिर जानु लाग्यो। आजको कामै त्यो 1-2 टिप भयो। त्यो चाहिँ देखाएन, यति मात्र देखाएँ भन्दै अब चाहिँ लाग्दैछु म अब घरतिर। यहाँ अरू गुरुहरू पनि आउनु भएको रहेछ। उहाँहरूसँग अब बिदा भएर अब निस्किनु पऱ्यो अब घरतिर। पानी परेको भएर होला यस्तो जाम छ। म चाहिँ भित्रीबाट आएँ तलबाट हेलिएफ लिएर कस्तो जाम यार। तर भिडियो चाहिँ राम्रो आउँदो रहेछ जाम भयो नि। र म चाहिँ यता भित्रपट्टिबाट आएको छु। उतापट्टि चाहिँ लास्टै जाम छ है। धेरै छिटो आयो यार। पुरै झपक्कै रात पऱ्यो यार एउटा गाडी बनाउनु यार। यो चाहिँ सीता पाइलाबाट ल्याएको। अघि गएको त बनाएन बिरामी भएर। उहाँले बोक्दै हुनुहुन्छ र मैले पनि बोक्दैछु। र आजको दिन यतिकै बित्यो। र अब अन्तिममा चाउमिन खाएर आजको दिन एन्ड गर्छु। र भोलिको दिन स्पेसल हुनेछ भन्ने आशाका साथ आजको छोटो भिडियो, मिठो त अझै भएको छैन भन्दै आजको दिनबाट बिदा माग्छु। भोलिको दिन भेटौँला। बाई बाई, गुड नाइट। आज गाडी बनाउँदा दिनै गयो। गाडी बनाउँदा कलङ्की गएर आउँदाखेरि दिनै बित्यो। ओके बाई बाई, गुड नाइट।